एउटा जङ्गलमा लीला नाम गरेको जिज्ञासु जवान स्याल बस्दथ्यो। एक दिन त्यो स्याल अन्वेषण गर्ने सपना देखि एकै बिहानै साहसिक कार्यमा निस्कियो। नदी पार गरिरहेको बेला उसको भेट एउटा कछुवासँग भयो। कछुवाले उनलाई अगाडि रहेको डार्क वुड्सको बारेमा चेतावनी दियो, तर स्यालको उत्साह झन बढ्दै गयो र आफ्नो गन्तव्यतर्फ लाग्यो। जङ्गलको गहिराईमा उसको भेट जारा नाम गरेको बाँदरसँग हुन्छ। जाराले मेरो पछि लाग भन्दै स्याललाई चम्किरहेको लुकेको झरनातर्फ लैजान्छ। झरना पछाडि उनीहरूले चम्किरहेको एउटा गुफा देखे। त्यहाँ उनीहरूले पौराणिक चिल सोरेनले कोरेको एउटा पुरानो नक्सा फेला पारे। नयाँ साथी र साहसी योजनाका साथ लीलाले महसुस गरिन् कि यो त सुरुवात मात्र हो। अब उनीहरू मिलेर पशु राज्यको सबैभन्दा ठुलो रहस्यहरू उजागर गर्ने कुरा सल्लाह गर्दछन् र सधैँ राम्रो काममा लाग्ने निचोडमा पुग्दछन्।